कथाको सुरुवात मुख्य पात्र हुन्छु म नै। छोराको ताल देख्दा बाबामा नि रुन्थे सधैँ। आफैमा हराएको छु नखोजे नि हुन्छ मलाई। सायद म नराम्रो हो राम्रो बन्न लाग्छ समय। चोटको खोज्दा दबाई चोट्ने पाइरहेको छु। झुटको ओड्ने लगाई खुब म सोच्ने बाछु। विगतको कुरा गर्दा लुकाइ भन्छु धेरै कुरा। नलायक छोरा थिए तर मेरो सोटो ठुला। कहिलेकाहीँ लाग्छ अति पाप गरे थुक्क मुला। ढोका बजार्दै हिँड्थे आमा बाबा अघि रुँदा। दिदी नि दिक्क भाती नहोस् पनि कसरी। ट्यापेर गुन्डा थिए म घरमै आउँथ्यो प्रहरी। मेरै कारणले हुन्थ्यो परिवारको बेइज्जत नि। छोरा सम्हाल्न नसक्ने भन्दै हिँड्थे छि। सुध्रिने कसम खाँदा मलाई बाइक नि किन्दै हो। सुध्रिँदै मात्र छोरा सबै कुरा तिम्रै नै हो भनेर भन्नुहुन्थ्यो। म चाहिँ भन्थे हुन्न त्यस्तो। विश्वास त गरेकै हो म नै लायक थिइनँ त्यसको। वर्षमा एक दिन फ्रेस भयो भाइ टिकाको दिन मात्र। आफ्नै विगतलाई हेर्दा आफैदेखि घिन लाग्छ। अझै नि याद छ मलाई कम्प्युटर नि चाहियो भन्दा। भोलि नै ल्याइदिनु पो साथी नुको खाँचो पर्दा। आमा बिरामी हुन्थे म चाहिँ हुन्थे जहिले ट्रिपमा। पपनी काममा जान्थे म चाहिँ जान्थे सामान टिप्न। दिहरू कलेज जान्थे म नि जान्थे पढ्न होइन। त्यो बेला यस्तो लाग्थ्यो म बाहेक कोही मर्द छैन। मेरै पिर लिँदा लिँदै आमा झन् बिरामी परिन्। पपनी वाक्क भए छोरा पाल्न रहेछ कठिन। दिहरूले पढाइसकिन् भाइ अझै नि 12 मै छ। ट्यापेको दिदी हुन पनि एकदम गाह्रो रहेछ। गुहार्दै सबलाई कोही छ मेरो छोरो मर्न लाग्यो। लाउन के गर्ने होला छोरोले त घर नै त्याग्यो। भाइ टिका लाउन पनि भाइलाई खोज्दै हिँड्नु पर्दा। माफ गर्नु दिदीहरू दुःख भयो मैले गर्दा। चोट बोकी घर आउँदा सिधै जान्थे आफ्नै कोठा। भर्याङको रगत देख्दा सोध्नुहुन्थ्यो के